हेलो हेलो गाइज, हामी चाहिँ जाँदैछौँ है सुनकोसी सिन्धुपाल्चोक। हामी चाहिँ अहिले 52 किलोतिर पुगेको छौँ। यो चाहिँ अरनिको हाइवे हो, तर यस्तो राम्रो बाटोमा पनि तर हावाहुरीले साह्रै सताएको छ। हुरी बतास एकदमै जोडको तोड छ, तैपनि हामी चाहिँ राइड गर्दैछौँ। एकदमै गाह्रो छ गाइस, के गर्नु। यस्तो छ हामी लुकेको ठाउँहरू हेर्नलाई, रमाइलो रमाइलो ठाउँहरू घुम्न जानलाई हिँडेको। यो चाहिँ सुनकोसी गाउँपालिका वार्ड नम्बर 4 यमुना डाँडाको छोड्देन हो। छोड्देन माथि चाहिँ यस्तो पिपलको बोट छ। यो चाहिँ कसैले रोपेको नि होइन, कसैले उ गरेको होइन। यो आफैमा केही न केही भएर नै यस्तो भएको होला जस्तो लाग्छ। यस्तो दामी छ कि यति राम्रो छ कि भनेर कसैले बयान गर्नै नसकिने खालको छ। यो चाहिँ एकदम पिपलले मोडेर राखेको छ। दुईटा छोड्देनमध्ये एउटामा चाहिँ त्यस्तो छ। एकदमै राम्रो। यो पँधेरो पनि छ यसमा। यस्तो खालको छोड्देन माथि पिपलको बोट भनेको अचम्मको ठाउँ। यस्तो मौलाएको छ पिपलको बोट, फेरि एकदमै राम्रो। न माटो छ न के छ, पुरै त्यो सँगसँगै यस्तो ठाउँ पनि छ घुम्नलाई। एकदमै लायकको ठाउँ छ। आउनुहुन्छ भने चाहिँ जम्मी हाइवेबाट जम्मी 7 किलोमिटर।